विप्रप्रसादात् धरणीधरोऽहं विप्रप्रसादात् कमलाबरोऽहं विप्रप्रसादात् अजिताजितोऽहं विप्रप्रसादात् मम राम नाम। आज म पापाङ्कुशा एकादशी व्रत कथा लिएर उपस्थित भइसकेको छु। जय श्री राधे, जय गोमाता। विश्व जगतमा रहेर हामीलाई हेर्नुहुने श्री राधा गोलोक बिहारी भगवानका अंश स्वरूपा सत्कर्म परायण सज्जनवृन्द धर्मरत्न युट्युब च्यानल र नवराज पराजुली फेसबुक पेजमा यहाँलाई स्वागत छ। आज म रमा एकादशी व्रत कथा लिएर उपस्थित भइसकेको छु। जय श्री राधे, जय गोमाता। विश्व जगतमा रहेर हामीलाई हेर्नुहुने श्री राधा गोलोक बिहारी भगवानका अंश स्वरूपा सत्कर्म परायण सज्जनवृन्द धर्मरत्न युट्युब च्यानल र नवराज पराजुली फेसबुक पेजमा यहाँलाई स्वागत छ। यो कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने रमा एकादशीको व्रतको प्रभावले समस्त पाप नष्ट हुन्छन्। यहाँसम्म कि ब्रह्म हत्याको पाप पनि समाप्त हुन्छ। सौभाग्यवती स्त्रीहरूका लागि यो व्रत सुख र सौभाग्यप्रद मानिएको छ। व्रतालुलाई ईश्वरको चरणमा स्थान प्राप्त हुन्छ। यो व्रतको पौराणिक कथा पद्मपुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्ण र राजा युधिष्ठिर बीचको संवाद रहेको छ, जसमा राजा युधिष्ठिरले भगवान श्रीकृष्णलाई प्रश्न गर्नुहुन्छ र त्यसको उत्तरमा भगवान श्रीकृष्णले युधिष्ठिर महाराजलाई यो रमा एकादशी व्रत कथा श्रवण गराउनुहुन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, युधिष्ठिर, प्राचीन समयमा मुचुकुन्द नाम गरेका राजा थिए। उनको मित्रता देवराज इन्द्र, यम, वरुण, कुबेर तथा विभीषणसँग थियो। उनी धार्मिक प्रवृत्तिका थिए र सत्य प्रतिज्ञा पनि थिए। उनको राज्यमा सबै सुखी थिए। उनकी एउटी पुत्री थिइन् जसको नाम हो चन्द्रभागा। राजा मुचुकुन्दले राजा चन्द्रसेनका सुपुत्र शोभनसँग उनकी पुत्रीको विवाह गरिदिएका थिए। शोभन अति दुब्ला र कमजोर शरीरका थिए। एक दिन शोभन ससुराली आएका थिए। उक्त दिन एकादशी तिथि परेको थियो। शोभनले यो एकादशीको व्रत लिने निश्चय गरे। चन्द्रभागालाई यो सुनेर चिन्ता पर्यो। यति दुर्बल पतिले एकादशीको दिन केही नखाइकन भोक कसरी सहन सक्छन् भन्ने चिन्ताले सतायो। राज्यमा एकादशीका दिन सबैले अर्थात् प्रजाले पनि उपवास राख्नै पर्दथ्यो। त्यो राज्यमा राजाको कडा आदेश थियो। शोभनले आफ्नी पत्नीलाई उपवास बस्न नपर्ने र एकादशीको मर्यादा पनि हनन नहुने उपाय खोज्न आग्रह गरे। तर यस्तो सुझाव चन्द्रभागाले दिन सकिनन्। शोभनले केही उपाय नलागेर भाग्यको भरमा एकादशीको व्रत बसे। भोक प्यास खप्न नसकेर उनको मृत्यु भयो, मरे। चन्द्रभागा दुखी भइन्। चन्द्रभागालाई पतिसँग सती जान दिएनन्। एकादशीको व्रतको प्रभावले शोभनले मन्दराचल पर्वतको शिखरमा एक उत्तम देवनगर प्राप्त गरे। त्यहाँ ऐश्वर्यका सबै साधन उपलब्ध थिए। गन्धर्वगणले उनको स्तुति गर्दथे। अप्सराहरू उनको सेवामा रहन्थे। एक दिन राजा मुचुकुन्द मन्दराचल पर्वतमा आइपुगे र उनले त्यहाँ आफ्ना ज्वाइँलाई देखे। फर्केर उनले चन्द्रभागालाई सबै कुरा सुनाए। उनी अत्यन्त प्रसन्न भइन्। चन्द्रभागाले आफू पनि पुग्न सकिन्छ भनेर सोधखोज गर्न थालिन्। पिताले उनलाई वाम ऋषिको आश्रममा लगे। त्यहाँ महर्षिको मन्त्र र चन्द्रभागा स्वयंले लिएको व्रतको पुण्यले दिव्य आत्मा बनेर मन्दराचल पर्वतमा पतिको स्थानमा पुगिन् र उनले पतिलाई आफूले लिएको व्रतको फल पनि दिइन्। शोभनले शङ्कास्पद रूपमा रमा एकादशीको व्रत लिएको हुँदा यो राज्य स्थिर हुँदैन कि भन्ने शङ्का थियो। चन्द्रभागाले व्रतको पुण्य दिएपछि राज्य पनि स्थिर भयो र यसरी आनन्दसँग रहे। यो रमा एकादशीका दिन व्रत धारण गरेर मृत्युवरण गरेका कारणले गर्दा। त्यसैले यो अत्यन्त पवित्र एकादशी हो यो रमा एकादशी। यो रमा एकादशीका दिन व्रत धारण गर्ने व्रतकर्ताले अघिल्लो दिन मध्याह्नमा एक छाक भोजन गरी शुद्ध बस्नुपर्छ। अर्थात् सूर्यास्त हुनुभन्दा अगाडि नै शुद्ध भोजन गरेर सूर्यास्तपछि केही नखाइकन बस्ने र भोलिपल्ट अर्थात् व्रतको दिन स्नान आदि नित्यकर्मबाट निवृत्त भएर शुद्ध वस्त्र धारण गरी विष्णु भगवान अथवा सालग्राम भगवान अथवा जुन भगवानको सेवा गर्नुभएको छ उहाँ भगवानलाई विधिवत स्नान गराउने, सम्भव भएसम्म पञ्चोपचारले स्नान गराउने र वस्त्र धारण गराएर आसनमा राखेर विधिवत पूजन गर्ने र सायंकालीन सत्रमा पनि भगवानको सेवा पूजा आराधना आरती पुष्पाञ्जली गरेर केही बेर सपरिवारका साथमा चाहिँ भजन कीर्तन गर्ने र भोलिपल्ट पनि स्नान आदि नित्य कर्मबाट
निवृत्त भएर भगवानको सेवा पूजन गर्ने, सम्भव छ भने गुरुदेवलाई बोलाएर भोजन गराएर केही दान दक्षिणा दिएर पारायण गर्ने, सम्भव भएन भने भगवानको चरणोदक पान गरेर व्रतलाई खोल्नु पर्दछ, यानि कि पारायण गर्नुपर्दछ भन्दै यसरी नियमित एकादशी व्रत धारण गर्ने र पारायण गर्नुपर्दछ भन्ने जानकारीका साथमा अहिलेलाई जय श्री राधे, जय गोमाता।